हामी चाहिँ आज मोमो खाने तर्खरमा छौँ ल। यो भयो बन्दा मसला रेडी गरेको छ है हामीले। यो भयो पनिर र गाजर। अब यसलाई म मिक्स गरिदिन्छु सबैवटालाई। पुग्यो त हौ पनिर र गाजर चाहिँ प्याजलाई पनि मिक्स गरिदिन्छु म है। राम्ररी मोल्ने। अब यसलाई राम्ररी मोल्ने। नुन लगाऊँ जिना। अब फेरि यसलाई मिक्स गर्ने। मैले मसला रेडी गरिसके साथीहरू मैले चाहिँ मसला चाहिँ मिक्स गरिसकेँ। अब यसमा तेल तातो पारेर झैँ पार्नुपर्छ हेर्नुहोस् है। यसमा चाहिँ अझै म घिउ पनि लगाइदिन्छु। यो घिउले चाहिँ मोमोमा मिठो सेन्ट आउँछ, मिठो हुन्छ। यो तेल तातो पारेर लगाएपछि हामीलाई चाहिँ मिक्स गर्न झन् सजिलो हुन्छ। अलिअलि ओइल आउँछ नि त, त्यही भएर सबै मसला मुसिन्छ। अब चाहिँ मसला रेडी भएको छ। यसलाई म अब यसमा खन्याएर एकछिन फ्रिजमा राखिदिन्छु। यसलाई चाहिँ छोपेर म एकछिन अब फ्रिजमा राखिदिन्छु। यहाँ चाहिँ आमाले मैदा गुन्दै हुनुहुन्छ। डल्ला अलिक ठुलो भएन मम्मी? ठिकै छ, आफैले खाने बेच्ने होइन। लु हाम्रो आमाले चाहिँ डल्ला पनि बनाउन थाल्नुभयो। अब डल्ला बनाउनु चाहिँ एकदम एक्सपोर्ट हुन्छ आमा चाहिँ। ल एउटा पोको पारेर देखाउनु त मम्मी। कसलाई आउँछ यसरी डल्ला पार्नु? हाम्रो आमालाई आउँछ। त्यति तयार भइसक्यो। हाम्रो मोमो चाहिँ रेडी भएको छ है। अब पकाउन मात्रै बाँकी छ। यहाँ छ आमाले अचार बनाउन तिल भुट्दै हुन्छ। बुढाइ पनि के छुरीले छ। अब हाम्रो मोमो चाहिँ पाक्न आँट्यो गाइस। अब हाम्रो मोमो चाहिँ पाक्न आँट्यो साथीहरू। मोमोको अचार रेडी भयो। पानी चाहिँदैन, पानी हाल्यो। लु साथीहरू मोमोको अचार रेडी भयो। आमाले धनिया बेसी हाल्नुभएछ। अलिक हरियो देखियो तर मिठो छ खाँदा। अब चाहिँ हाम्रो मोमो पाक्यो। अब चाहिँ हाम्रो मोमो खानको लागि रेडी भयो। ल कस्तो छ?